एक ठाउँमा कुनै कुखुरा मर्यो भने घन्टौँ जाम हुन्थ्यो। ती सम्पूर्ण कुरा क्लियर गरेर देशलाई एउटा सुनिश्चित दिशा दिनुपर्ने काम थियो। त्यति बेला कुनै कुनै व्यक्ति चोर हुन्छ परिवारभित्र पनि, त्यो सम्पूर्ण परिवार चोर हो भन्न मिल्दैन। तर त्यसको प्रताडना भोग्छ। त्यो प्रताडना त हेर्नुहोस् यस्तो हुन्छ नि, आज जुन अहिलेको सरकारले गरिरहेछ नि, तपाईँलाई मैले भन्न बाँकी छ दुईटा बाँकी छ। त्यसको प्रताडना त देशले भोग्न थालिसक्यो अहिले नै। र त्यति बेलाका जो शीर्ष तहमा बसेका थिए, निर्णायक तहमा, म त एउटा तह मुनि निर्देशनभित्रै काम गर्नुपर्ने व्यक्ति थिएँ म। अनि अर्को कुरा के थियो भने 51-52 को अल्पमतको सरकार हो, जसले 9 महिनामा तपाईँ कल्पना गर्नुहोस् त्यो बेलाका इतिहासका पाना पल्टाउँ, त्यो कति लोकप्रिय थियो, त्यसले देशको सर्वोपरि हितलाई काम गर्यो कति थियो, त्यो त मान्छेले चर्चा गर्दैन। एउटा दोस्रो 55-56 जब माओवादी देशमा सशस्त्र विद्रोह भइसकेको थियो, गिरिजाप्रसाद कोइरालाजीको चुनावमा 5 महिना हामीले एमाले चुनाव सम्पन्न गर्नुको लागि, किनभने त्यो बेलाको विकराल स्थिति थियो। त्यो त अहिलेको मान्छेले के विकराल स्थिति थियो, के सामना गर्नु पर्यो, उनीहरूलाई त त्यसले त्यति बेला कति कोही जन्मिया पनि थिएन होला, कतिलाई थाहा पनि छैन, इतिहास पढ्ने कष्टै गर्दैन। त्यो स्थितिमा पढ्छ। अब तपाईँ 62-63 को तपाईँले मलाई गृहमन्त्री कुरा गर्नु, म त्यसमा धेरै लामो कुरा त गर्ने समय हुन्न, म एकदम संक्षेपमा भन्छु। त्यो बेला देशमा जसरी जनअधिकारमाथि हनन भएको थियो, हेर्नुहोस् व्यक्ति कुरा म जान चाहन्न होइन, व्यक्ति आफैलाई बढाइ चढाइ जस्तो हुन्छ, म छोडिदिन्छु। त्यो बेलामा 62-63 पछि जो म गृहमन्त्री भएँ, म त्यो बेलाको जुन सरकार थियो 7वटा राजनीतिक दल थिए, त्यो कुनै बहुमत प्राप्त सरकार थिएन, देशमा संविधान थिएन, शान्ति प्रक्रियामा देश थियो। म माओवादीका जति बेला पूर्व लडाकु भनेको थियो यो संयुक्त राष्ट्रसङ्घले, अब जनयुद्धका जनमुक्ति सेना भन्नुहुन्छ माओवादीको भाषामा, उहाँहरू शिविरमा हुनुहुन्थ्यो। त्यो शिविरबाट बाहिर ल्याउनु पर्ने दायित्व थियो। त्यो शिविरबाट बाहिर ल्याउने, सरकारको मातहतमा ल्याउने, र देशमा 109 त सशस्त्र समूह थिए म गृहमन्त्री हुँदाखेरि, 109 सङ्गठित, जसको काम फिरौती उठाउने, जनतालाई दमन गर्ने, हत्या, यस्तो देश त्यस्तो थियो। राजमार्ग कस्तो थियो, एक ठाउँमा कुनै कुखुरा मर्यो भने घन्टौँ जाम हुन्थ्यो। ती सम्पूर्ण कुरा क्लियर गरेर देशलाई एउटा सुनिश्चित दिशा दिनुपर्ने काम थियो त्यति बेला।